यो चाहिँ हाम्रो ओखलढुङ्गा जिल्ला र सोलुखुम्बु जिल्ला पर्ने बोर्डरको यो अहिले देखेको हाम्रो चाहिँ सबै ओखलढुङ्गा जिल्लाभित्र पर्छ। यहाँको जनजीवन अहिले कष्टकर अवस्थामा छ। हिउँ परेर चैतमा हिउँ परिरहेको अवस्था छ। यसलाई चाहिँ पात्ताले भन्छ। गाडी चाहिँ बाटोमा रोकिएर हामी यसरी हिँड्दै अब हिँडेरै पुग्दिँदैन भने पनि खाजा खाने स्थानतिर आउँदैछौँ। ल हेर्नुहोस् यहाँको पुरा दृश्य। यहाँ हाम्रो जनजीवन यस्तो छ हाम्रो ओखलढुङ्गेहरूको। आहा यहाँबाट नि गाडी झर्दैन जस्तो चिप्लेर खुसिन्छ 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 खुसिन्छ। कडाक 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 गर्छ त यार। चिप्लिँदैन त यार यस्तोमा। कहाँदेखि कहाँसम्म जाने हो। अब विदेशमा भएदेखि बाटो हिजो खुल्थ्यो। हाम्रो नेपालमा चाहिँ लाग्छ 2 दिन जति लाग्छ होला। है तलतिर दामी भ्यू रहेछ नि त। तल फोटो खिच्नेको यस्तो छ नि त यहाँतिर। के हो वाउ 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 वाउ।